आत्माले मुक्ति दिलोस् तिमीलाई धेरै धेरै आशीर्वाद छ त्यो बाटो बन्यो भने यति छिटो बढ्यो कि यो जहाँ जाऊ शान्तिपूर्वक जाऊ तिम्रो आत्माले शान्ति कोखमा जाऊ राम्रो कोखमा जानु है ल दाइले पनि छरिदिन्छ त्यहाँ त्यो कपडा त माथिबाट ओछ्याउने हो हुन्छ तपाईँहरू माथि खिच्न उता लगाएर धुप दियो बाल्नु त्यो कपडा नि हुन्छ के कपडा कपडा झिक्नु पर्ने नुन फेरि माथिबाट हाल्नु अहिले नुन हाल्नु पऱ्यो नि त कपडा दिनु नुन माथि कपडा हाल्नु ल फेरि हुँदैन यतापट्टि फर्को हो यसरी फर्किनु ठ्याक्कै मिलाएर राख्नु हो ठ्याक्कै अब नुन हालिदिनुहोस् ठ्याक्कै नुन माथिबाट हालिदिन्छ फुल अहिले त्यो नुन हालिदिनु नुन हालिदिनु धुपहरू माथि राख्यो धुपहरू माथि बालिदिनु पुरै छोपिदिनु हो धुप अहिले पछि बाल्यो हुन्छ धुप अर्को पनि अब कपडा छोपे हुन्छ अब छोपेर माटो हालेर हुन्छ त्यही माथिबाट ओडाइदिनु ल्याउनु त यस्तै मान्छे पनि एक दिन मरेर जानुपर्छ यस्तै धुप त माथि बाल्यो हुन्छ धुप नबाल्नु अहिले फुल सर्किनु माटो हाल्नु छ हाल्नुहोस् माटो हाल्नु म हालिदिन्छु धुप माथिबाट बाल्नु धुप माथिबाट बाल्नु ल अब भने ल म लान्छु रुख